कति चित्त दुखाएर बसिरहेको थियो म त लागिरहेको किन चित्त दुखा भने त अब त्यो बेला अलिक भाइरल भइरहेको रहेछ नि त त्यो लास्टै गाली फेरि अडियन्समा अचम्म लाग्छ अब उसको कुरो सुनेर उसकै कुरोमा सिधा भइहाल्यो नि पर्सनली मान्छेलाई कस्तो अर्कै तरिकाको मेसेजहरू पठाउँदै चित्तै दुख्ने टाइपको पठाउँछ त्यो वान साइड स्टोरी सुने नि त यही ठाउँमा सेकेन्ड साइड हरेक हेर्नु त मैले भनिसकेँ कहाँ भन्नुभयो अर्कै ठाउँमा मेरो ठाउँमा भन्नु भने त्यहाँ त सुन्दैन नि के हो के तर होइन त्यहाँ नै सुनिसकेँ खास होइन मैले खास भनेको चाहिँ अब समर्पण भाइ नामै लिउँ होइन बिचरा ऊ अब आएको थियो त अनि अब नेपालमा चाहिँ अलिकति तपाईँले अघि भनेको कुरा जोड्दाखेरि ऊ पनि रङ थिएन अब त्यो पार्ट चाहिँ म अलिक कुरा गर्छु जसले तपाईँले नेपालमा कदरै छैन भन्ने कुरा गरेर थियो एउटा कुरो भन्नुहोस् न सो स्क्रिप्टेड त हुन्छ नि त होइन र उसको गल्ती हो उसलाई आएर ल है तपाईँ एउटा स्टुडियो के अरे डान्सर डान्स गर्छ अनि तपाईँलाई आएर तपाईँ डान्स गर्नु उसलाई भनेको नि त उसले त मान्ने हो नि त त्यही त भन्ने हो नि होइन र स्क्रिप्टमा अलरेडी त्यही त हुन्छ नि उसले पनि आएर सिधै भने उसलाई पनि त स्क्रिप्ट गरायो नि त होइन इन्डियामा चाहिँ केही स्क्रिप्टेड हुँदैन र त्यहाँ त झन् हरेक कुरो स्क्रिप्टेड हुन्छ ताली बजाउनुदेखि लिएर सबै स्क्रिप्टेड मेन प्रब्लम भनेको चाहिँ अब सायद त्यो भाइको पर्फर्मेन्स राम्रो थियो सायद अब त्यहाँ राम्रो भएन आउट भयो होला नि त हामीलाई त एकदम रेस्पेक्ट छ उसले गएर त्यहाँ गएर जितेर